आफ्नो टिमको लागि 39 रन बनाएको छ। 39 रन बनाएर आफ्नो राम्रो पारी खेलेर गइसकेका छन्। फेरि अर्का नयाँ खेलाडी आएका छन्। पहिलो गोल टिमको सक्रिय भइसकेको छ र नयाँ खेलाडी सुनिल नयाँ खेलाडी फिल्डमा आएका छन्, लिएका छन्। सुनील पार्की 5 स्ट्राइकमा हाइस्ट रन रेट क्रिस्टोफर भन्नुपर्छ, सायद हाइस्ट रन रेट स्ट्राइक सरी स्ट्राइक रेट। यो स्टाइल अति नै मन पर्छ। पहिलो गोल चौका, दोस्रो छक्का र तेस्रो गोल धेरै राम्रो। जितको लागि मात्र 10 रनको आवश्यकता परेको छ। यहाँ अमित चन्दको धेरै राम्रो पारी 39 रन बनाएर गएका छन्। 24 गोलमा 10 रनको आवश्यकता। धेरै राम्रो सबैलाई यो सूचना जानकारी गराइदिएको छु। हमारी संस्कृति हमारी पहचान, कला संस्कृति संरक्षण हाम्रो अभियान भन्ने बोल्नका साथ मिलन फिल्म प्रोडक्सन प्रणाली काठमाडौँको आयोजनामा र सौजन्य शिवनाथ बालिकाको सहकार्यमा शिवनाथ शुभकामना वीर सांस्कृतिक महोत्सव 2081 कार्तिक 10 गते समय बिहान 10 बजेदेखि 6 बजेसम्म फुलपुरी मैदानमा आमन्त्रित कलाकारहरू इष्ट देउडा गीतका राजा भुवन दाहाल, गोपाल दयाल, मोहन परियार, कल्पना विष्ट, सुरेश परियार, धर्मेन्द्र मल्ल अन्य स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने भएकाले सम्पूर्णमा चुले निम्तिको आग्रह गर्दछु। अहिलेको व्हाइट बलसँगै जम्मा 78 रन भइसकेको छ। मात्र जितको लागि जितको बोर्डरभन्दा पनि बाहिर गइसकेको छ। ग्लेन म्याक्सवेलको जस्तै मात्र क्रिजमा उभिएर छक्का र चौका जोड्दै गरेका सुनिल पार्की स्कोर जम्मा 83 रन भइसकेका छन्। 84 रन भइसकेको छ। सिंगल गर्दै चौकाको बर्सात अझै पनि कतिदेखि यो स्कोर ठुलो भएको भए तर 85 रनको मात्र लक्ष्य दिएको थियो। शिवनाथले आफ्नो हातमा पारिसकेको छ। जितको लागि एउटा रनको आवश्यकता त्यसपछि पनि डह्रो म्याच हुनेछ। बसकोटी बियास मौखर, सिद्धार्थ युथ क्लब बसकोटी र मुखर क्रिकेट क्लब यहाँ नाम लिस्ट आइसकेको छ। सिद्धार्थ युथ क्लबका क्याप्टन दशरथ साउद, मुखर क्रिकेट क्लबका क्याप्टन
र तुरुन्तै हामी अर्को गेम गराउँदैछौँ र टसको लागि दुईटै टिमका अम्पायरको एन्ट्री हुँदैछ फिल्डमा। टसको लागि दुईटै टिमका